युवा जति विदेशमा बेल्छ गैटी चलाउने युवा जति विदेशमा बेल्छ गैटी चलाउने बेरोजगारी बढ्ने शिक्षा किन पढाउने बेरोजगारी बढ्ने शिक्षा किन पढाउने बेरोजगारी बढ्ने शिक्षा किन पढाउने पाठ्यक्रम पुरानै छ हाम्रो दोष हैन नि पाठ्यक्रम पुरानै छ हाम्रो दोष हैन नि घोकाउने शिक्षा अलि राम्रै छैन 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 नि डिजिटलको जमाना छ बोक्छौ झोला गरुङ्गो डिजिटलको जमाना छ बोक्छौ झोला गरुङ्गो खुसी छैन मन हाम्रो छैन हलुङ्गो खुसी छैन मन हाम्रो छैन हलुङ्गो खुसी छैन मन हाम्रो छैन हलुङ्गो यति धेरै सम्भावना यति धेरै स्रोत यति धेरै सम्भावना यति धेरै स्रोत किन देश झन्झन गरी बन्दै गयो त किन देश झन्झन गरी बन्दै गयो त किन देश झन्झन गरी बन्दै गयो त संस्कार र अनुशासन पहिलो पाटो बन्द छ संस्कार र अनुशासन पहिलो पाटो बन्द छ सत्यमार्गी अनुशासित बन्नु पर्दछ सत्यमार्गी अनुशासित बन्नु पर्दछ सत्यमार्गी अनुशासित बन्नु पर्दछ सत्यमार्गी अनुशासित बन्नु पर्दछ चीन जापान कोरियाको यही मूल मन्त्र हो चीन जापान कोरियाको यही मूल मन्त्र हो यही नियमको मूल मन्त्र नै लोकतन्त्र हो यही नियमको मूल मन्त्र लोकतन्त्र हो यही नियमको मूल मन्त्र लोकतन्त्र हो यही नियमको मूल मन्त्र लोकतन्त्र हो खेरा गए नदी नाला साधन स्रोत खेरा गए देशमा खुल्ने सबै उद्योग धन्दाहरू बन्द भए अरू देशमा स्कुल पढेपछि काम पाइन्छ अरू देशमा स्कुल पढेपछि काम पाइन्छ हाम्रो देशमा पढ्ने मान्छे फाल्तु भइन्छ हाम्रो देशमा पढ्ने मान्छे फाल्तु भइन्छ हाम्रो देशमा पढ्ने मान्छे फाल्तु भइन्छ जेन तेन पास गरे नि भविष्य भो अन्धकार जेन तेन पास गरे नि भविष्य भो अन्धकार आइए बिए पढे पनि भयो नि बेकार आइए बिए पढे पनि भयो नि बेकार आइए बिए पढे पनि भयो नि बेकार प्रविधिक डिजिटल आइटी को छ जमाना प्रविधिक डिजिटल आइटी को छ जमाना बिस्तार बिस्तार बुझ्दै जान्छौ चिन्ता नमान बिस्तार बिस्तार बुझ्दै जान्छौ चिन्ता नमान बिस्तार बिस्तार बुझ्दै जान्छौ चिन्ता नमान जापान र कोरिया चीन त्यसै उठेन जापान र कोरिया चीन त्यसै उठेन परिसरमी एक पुस्ता त सुत्दै सुतेन 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 भ्रष्टाचार पाप भनी हामीलाई पढाउने भ्रष्टाचार पाप भनी हामीलाई पढाउने किन होला ठुलै मान्छे भ्रष्ट गलाउने किन होला ठुलै मान्छे भ्रष्ट गलाउने किन होला ठुलै मान्छे भ्रष्ट गलाउने राम्रो गर्न राम्रो सोच्न संस्कार राम्रो चाहिन्छ राम्रो गर्न राम्रो सोच्न संस्कार राम्रो चाहिन्छ कुरा एउटा कर्म अर्कै कहाँ पाइन्छ कुरा एउटा कर्म अर्कै कहाँ पाइन्छ कुरा एउटा कर्म अर्कै कहाँ पाइन्छ अठोट र संस्कारको यहाँ खाँचो पर्या छ अठोट र संस्कारको यहाँ खाँचो पर्या छ त्यही भएर हाम्रो देश तल झर्या छ त्यही भएर हाम्रो देश तल झर्या
नेता मिली आफ्नो देश झिलिमिली बनाऊ नेता मिली आफ्नो देश झिलिमिली बनाऊ देशको हालत गिला न पौर खनाऊ 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 साना साना बालक हामी भविष्य खै हाम्रो साना साना बालक हामी भविष्य खै हाम्रो बाल दिमागमा यस्तो छिर्दा लाग्छ नराम्रो बाल दिमागमा यस्तो छिर्दा लाग्छ नराम्रो बाल दिमागमा यस्तो छिर्दा लाग्छ नराम्रो देश बनाउने खम्बा हामी भविष्यका कर्णधार देश बनाउने खम्बा हामी भविष्यका कर्णधार सैद्धान्तिक शिक्षा मात्र नबोकाउनु भार सैद्धान्तिक शिक्षा मात्रै नबोकाउनु भार सैद्धान्तिक शिक्षा मात्रै नबोकाउनु भार बगरको देश जापान अहिले कस्तो भएको छ बगरको देश जापान अहिले कस्तो भएको छ यो देशको स्रोत त्यसै खेर गएको 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 छ ए भावी पुस्ता सुखी हुन अहिले काम गर्नु छ भावी पुस्ता सुखी हुन अहिले काम गर्नु छ बाँझो जमिन हरा भरा हामीले पार्नु 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 छ किन किन आज देशको स्थिति बेहाल हो किन किन आज देशको स्थिति बेहाल हो शैक्षिक मजदुर उत्पादनको कारखाना हो शैक्षिक मजदुर उत्पादनको कारखाना हो शैक्षिक मजदुर उत्पादनको कारखाना हो भविष्यका कर्णधार राज्य हाम्रो जिम्मा ल्याऊ भविष्यका कर्णधार राज्य हाम्रो जिम्मा ल्याऊ यही देशमा बस्ने खाने रोजगार देऊ